8 9 10 ओके बाई बाई। हेलो साथीहरू, नमस्ते सबैजनालाई। अहिले म यो काबुका भन्ने ठाउँमा छु एन्ड वेलकम ब्याक टु माई च्यानल। अहिले चाहिँ 7:30 भएको छ भने र म रेडी भइसकेको छु, सामान सबै प्याक पनि गरिसकेको छु भने यहाँबाट एउटा ठाउँ रहेछ, यो साता हो कि सेता भन्ने ठाउँ रहेछ। त्यो ठाउँ चाहिँ 107 किलोमिटर छ भने त्यसपछि मैले हाइवे लिनु पर्दैन, त्यो सीको बाटो हुँदै म दारसलाम जान सक्छु। तपाईँहरूलाई म यहाँ म्यापमा पनि देखाउँछु। सो त्यो सातासम्म पुग्नको लागि यहाँबाट 107 किलोमिटर छ। हेरौँ त्यो बाटो अलिकति अप्ठ्यारो यताउति रहेछ भने चाहिँ म सकेसम्म आज लिफ्ट मागेर जाने कोसिस गर्छु, नभए बाटो राम्रो छ भने राइड गर्दै जान्छु। पहिला यो काबुको टाउन तपाईँहरूलाई देखाउँछु, त्यसपछि यहीँनिर ब्रेकफास्ट गरेर अनि यात्रालाई अगाडि बढाउँछु। यो साइड रोड चाहिँ यति ठुलो भइदिया भए पनि हुन्थ्यो कि, यस्तो सानो छ नि। यहाँनिर चाहिँ अहिले ठुलो छ, तर अब सिटी यो टाउन क्रस भइसकेपछि फेरि सानो आउँछ होला, त्यही भएर चलाउनै डर लाग्ने कि। र अहिले चाहिँ बिहान बिहानै उकालो छ, त्यही भएर हिँड्दैछु। यहीँ अगाडि छ टाउन चाहिँ। यहाँनिर चाहिँ यो टाउनको ठ्याक्कै यतापट्टि एउटा होटल रहेछ, यहाँनिर छिरेको म। र यहाँनिर चाहिँ बिन्स र यो रोटी बनाएर राख्नु भएको रहेछ। र यहाँनिर चाहिँ बिहान बिहानै मान्छेहरू मोस्टली मासुको त्यो चिकनको सुप र चपाती खान्छन् कि, त्यही भएर आज म त्यही खाँदैछु। त्यसको चाहिँ कति 4000 सिलिङ पर्दो रहेछ। यहाँनिर यस्तो छ, देख्न सक्नुहुन्छ यस्तो। ओके, सुप दिस वान। यहाँ चपाती बन्दैछ, मान्छेहरू त्यही खाँदो रहेछन् अलि ठुल्ठुलो टाउनहरूमा चाहिँ सायद। र यहाँको यो सुप चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ। यहाँनिर एक पिस मात्रै आउँदो रहेछ यो चिकन चाहिँ। त्यसपछि यहाँनिर चपाती छ र यहाँनिर अरू सामग्रीहरू छ। यो लेमन भयो, खोर्सानी होला, नुन छ यहाँनिर। आजको ब्रेकफास्ट एकदमै राम्रो होला जस्तो छ। यति खाएर अनि त्यसपछि राइड गर्नुपर्छ। यहाँबाट म राइड गरिहाल्छु, यहाँनिर रोकिनुपर्ने कुनै काम छैन। अगाडि बढौँ। सुरु भइसक्यो उकालो ओह्रालो बाटो। र मैले चाहिँ पानी किन्नै बिर्सेछु। त्यहाँनिर 4000 को खाएर पानी नै किन्ने बिर्सेछु। सक भयो जस्तो छ। 4000 भनेको चाहिँ 220 समथिङ हुन्छ। त्यो भनेको चाहिँ अब सस्तो हो कि महँगो हो, तपाईँहरूले आफैले विचार गर्न सक्नुहुन्छ। 2टा चपाती थियो त्यसमा अनि एउटा लेग पिस। आजको बाटो चाहिँ अलिकति फरक हो कि जस्तो लागिरहेको छ। मोस्टली सम्म बाटो आइरहेको छ। हेरौँ कति बेरसम्म चाहिँ यस्तो बाटो आउँदो रहेछ। अलिकति केही मिठो त भन्नै नहुने रहेछ। यसो प्रशंसा गरिदिएको थिएँ। यस्तो छ बाटो। ओ माई गड, अर्को नि आउँदैछ। यतिले बाँचिरहेको छु क्या। ओ भाइ, यहाँ गाह्रो छ। यो येल्लो लाइन नै यस्तो सानो छ, त्यही भएर गाह्रो छ यहाँनिर। खतरै एक्सिडेन्ट भएछ यहाँनिर त।
त्यो ल ल ल गयो गयो त्यो बस पनि गयो भने त तान्यो यस्तो जबरजस्ती ल्याएको त Oh my god. यहाँनिर चाहिँ यस्तो खालको समस्या रहेछ ओ सरी यहाँनिर चाहिँ यस्तो खालको समस्या रहेछ यहाँ बच्चाहरू सबलाई किनिदिएको थिएँ दुईजनालाई किनिदिएँ मैले Thank you. वेलकम सबलाई किनिदिन्छौँ two right 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 okay this 2000 give me 3000 more give me 3000 yeah यति बच्चाहरू आए एकैचोटि सबलाई किन्ने मैले या वेलकम सब आइदियो त अब यति 1000 बाँकी रहेछ 5000 दिएको थिएँ यति 1000 फिर्ता आएको छ यतिको 10 वटा किनिदिन्छु 1 2 3 4 5 6 7 8 9 10 okay bye bye Oh my god the सबलाई किन्दिन मन छ तर पनि मैले कति यहाँनिर लगभग बाय बाय यहाँनिर मैले लगभग कतिवटा किनिदिएँ आज सोमबार पनि भएर एकदमै राम्रै काम गरेँ भनौँ न लगभग 30 वटा हो कि 40 वटा 30 वटा किनिदिएँ होला मैले खुसी लाग्यो मलाई हुन त खासै यो बनाउन चाहिँ मन लाग्दैन भिडियो तै पनि आज चाहिँ बनाइदिइहालेँ केही छैन आज मैले खासै भिडियो बनाएको छैन यो बाटो उकालो छ ओह्रालो छ कति भन्नु पसिना आइरहेको छ नि कति भन्नु त्यही भएर अहिले चाहिँ 1 बजिसकेको छ र एउटा यो के काता हो कि के भन्ने ठाउँ जाँदैछु यहाँबाट त्यही 20 25 30 किलोमिटर होला सायद आज त्यहीँ गएर बस्नु सक्छु के गर्छु थाहा छैन यस्तो पसिना आइरहेको पुरै हिजो कस्तै बाटो छ उकालो ओह्रालो आजको खाना देख्न सक्नुहुन्छ अहिले 4 बजेको छ यस्तो भोक लागिरहेको छ नि सहनै नसक्ने गरी भोक लागिरहेछ कि अनि अगाडि लगभग अब 5 किलोमिटरमा चाहिँ एउटा सानो टाउन छ आज म त्यहीँ गएर बस्छु होला र दारुसलाम सायद म पर्सि पुग्छु होला बुधबारको दिन पुग्छु होला आजको खाना एकदम मिठो
म यो बिवी भन्ने ठाउँ त पुगेँ, तर म यहाँ बसौँ कि नबसौँ भन्ने भइरहेको छु। किनभने अहिले बल्ल 5 बजेको छ अनि यहाँनिर खासै बस्ने व्यवस्था पनि देखिनँ मैले। के गरौँ यहाँबाट एकैचोटि त्यो के एउटा सिटी छ, टाउन छ जस यहाँबाट लगभग त्यही 40 किलोमिटर होला, तर 27 किलोमिटरमा चाहिँ एउटा होटल रहेछ गुगल म्याप अनुसार। त्यहीँ जाउँ कि जस्तो पनि लागिरहेको छ। अनि यस्तो घाममा पनि के यति चाँडै होटलमा गएर बस्नु जस्तो पनि भइरहेछ। जान्छु म अगाडि नै जान्छु। बरु आज म टेन्ट लाएर सुताउँला। हेरौँ के हुन्छ, म अपडेट दिन्छु। तर अगाडि चाहिँ बढ्छु म। सानो रहेछ यो टाउन पनि, फेरि होटलहरू त रहेछ तर खासै बस्न मन लागेन मलाई यहाँनिर। अगाडि बढ्नुको रिजन एउटा पनि छ के भने दिनभरि चलाउन पाइनँ गर्मीले गरेर। अहिले पुरै शीतल छ, हावा लागिरहेको छ। त्यही भएर 2 घन्टा एटलिस्ट चलायो भने सायद 20-25 किलोमिटर भए पनि कभर हुन्छ कि भन्ने आशले अगाडि बढ्दैछु म। हुन त अगाडि फेरि टाउन छैन, एकैचोटि 40 किलोमिटर राइड गर्नुपर्छ टाउन पुग्नको लागि अकर्डिङ टु गुगल म्याप। मैले यस्तो जङ्गलको बाटो छ भनेर सोचेको थिइनँ। यो त अलिकति घना नै जङ्गलको बाटो रहेछ। 17 किलोमिटर बाँकी छ यहाँबाट त्यो एउटा होटल पुग्नको लागि। होटल चाहिँ के छ भने एउटा विदेशीले रिभ्यू गरेको रहेछ, त्यही एउटा होटल। खासै ठुलो उयो त होइन, टाउन त होइन, 1-2वटा घर भएको ठाउँमा उयो रहेछ, गुगल रिभ्यू रहेछ। बिस्तारै घाम जाँदैछ, 6:30 हुन लागेको छ भने यतापट्टि मकै फलिरहेको छ। एकदमै लोभलाग्दो छ दृश्य चाहिँ। जस यहाँनिर पनि साइडमा के फलिरहेको छ, यसलाई नेपालमा के भन्छ। जस यतापट्टि घरहरू छ, ठ्याक्क सनसेट हुन लागेको छ। नरिवलको बोट देख्न सक्नुहुन्छ, आँपको बोट पनि देख्न सक्नुहुन्छ भने यहाँबाट 7 किलोमिटर छ त्यो होटल पुग्नको लागि। तान्जानियामा लगभग मेरो यो थर्ड लास्ट राइड हुनसक्छ सायद। म 2 दिनमा दार्सुलाम पुग्छु अनि त्यसपछि सिधै अर्को देश हुन्छ होला। त्यो होटल चाहिँ जसरी पनि हुनैपर्छ, नत्र फेरि बर्बाद हुन्छ। त्यो रिभ्यू चाहिँ फेरि 3 वर्ष अगाडि पुरानो रहेछ। सो त्यो भएन भने फेरि 17 किलोमिटर छ उता माता हो कि कता पुग्नलाई। ठाउँ पनि 2टा नाम एकै प्रकारको छ लगभग। त्यो होटल हुनैपर्छ जसरी नै। यहाँबाट 3 किलोमिटर छ, आशा गरौँ। 600 मिटर छ अनि यो ठाउँलाई चाहिँ मान्देरा भन्दो रहेछ होटल आइपुग्नलाई। हेरौँ ओइ कस्तो च्यापेरले राख्यो यसले, गड। मान्छे सुध रोडमै जाने गरे। हाँसेर बस्नु भएको छ। मेन चौक चाहिँ यही रहेछ र यहाँनिर एउटा होटल छ भन्ने सुनेको थिएँ। म्याप अनुसार चाहिँ अगाडि छ जस्तो छ। एकचोटि म्यापमा हेर्नु पऱ्यो। गेस्ट हाउस चाहिँ यो रहेछ गुगल म्याप अनुसारको गेस्ट हाउस। र उहाँले इङ्ग्लिस पनि राम्रोसँग बोल्नु हुँदो रहेछ। ओके 7,000 को रुम रहेछ कि, 7,000 सिलिङको। अनि रिभ्यू अनुसार एकजना कुइले चाहिँ 2 दिन बसेर गएको रहेछ के। सो हेरौँ कस्तो छ। अनि नभए उहाँले चाहिँ उतापट्टि अर्को पनि छ भन्नुभएको छ। सो त्यहाँ पनि एकचोटि बुझौँ के छ कसो छ। हेलो
सो रुम चाहिँ यस्तो छ एकदमै बेसिक रुम छ, लाइट छ, त्यसपछि चार्ज गर्ने ठाउँ पनि छ, बेडरुम चाहिँ एकदमै राम्रो छ भने झोल पनि छ र यहाँबाट हावा एकदमै राम्रोसँग आउँदो रहेछ। यसमा चाहिँ फ्यान छ कि छैन भनेर सोधेको मैले, फ्यान चाहिँ छैन, जे होस् हावा चाहिँ राम्रोसँग आउँदो रहेछ यहाँबाट। र रुम चाहिँ यस्तो छ, सायद ठिक छ यतिको त मलाई। ओके, I'll stay. Yeah, I'll bring my bicycle. Yeah. Okay. What's your nationality? Nepal. 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 Yeah, you know? Yeah. Yes. You know Nepal? Yeah. Really? Yeah. How do you know? I've seen in newspapers. Newspaper. Yeah. Okay. And geography lesson. Oh, geography lesson. Okay. नेपाल थाहा रहेछ फर्स्ट, मतलब यस्तो कुना काप्चाको मान्छेलाई नि जस पढे लेखेकै मान्छे हुनुहुन्छ होला सायद। सो पहिला यो साइकललाई भित्र लगाउँ अनि त्यसपछि म तपाईँहरूलाई देखाउँछु। यो जुन छ यो चाहिँ नयाँ रहेछ कि यो होटेलको, नयाँ वर्षको लागि नयाँ गेस्ट हाउस रजिस्टर रहेछ होइन। अनिखेर सुरुमै फर्स्ट नाम नै कसको छ भन्दा मेरो छ क्या, शरद कोइराला। यहाँ छ नेपालबाट आएको भनेर फर्स्ट नै मेरो नाम भयो यहाँबाट, फर्स्ट यो वर्षभरिको लागि। थ्याङ्क यू। Okay. हेलो साथीहरू, नमस्ते सबैजनालाई। आज चाहिँ 13 तारिकको दिन र आज म यहीँ रेस्ट गरेर बसेको थिएँ। हिजो जुन होटेलमा आएर बसेको थिएँ त्यहाँनिर रेस्ट गरेको, एकदम थकित भएको थिएँ, त्यही भएर एक दिन रेस्ट लिएको। किनभने यहाँनिर सस्तो पनि थियो, जम्मा एक रातको चाहिँ 7,000 भएको कारणले गर्दा अरू ठाउँमा 15,000 तिर्नु पर्थ्यो। यहाँनिर 2 रातकै 14,000मा भएपछि म यहाँनिर बसेँ, नुहाइ गरेँ। यहाँनिर लुगा धोएर पनि सुकाएको छु मैले, यहाँनिर सुकिसक्यो होला। यहाँनिर साइड ब्याग पनि धोएर सुकाएको छु। र रुममा सबै सामग्रीहरू यस्तो देख्न सक्नुहुन्छ, एकदमै पत्र गोल गरेर राखेको छु मैले, पुरै यस्तो छ। र बिहान चाहिँ खाना खान पनि निस्किएको थिएँ बाहिर, त्यसपछि बाहिर खासै निस्किएको छैन, पानी किन निस्केँ त्यति नै होला। मलाई एकदम रेस्ट चाहिरहेको थियो, त्यही भएर दिनभरि म सुतेर नै बसेँ भनौँ न। त्यसपछि भोलि म यहाँबाट निस्किन्छु, भोलि बिहान निस्किन्छु र 2 दिनमा चाहिँ दार्सलाम पुग्छु। आज मङ्गलबार भयो होला सायद, बुधबार बिहिबारमा चाहिँ म दार्सलाम पुग्छु। अनि त्यसपछि त्यहाँनिर म तपाईँहरूलाई त्यो सिटी हल्का एक्सप्लोर गर्छु र म सायद मिल्यो भने जान्जिबार पनि जान्छु, अनि नभए चाहिँ म सिधै अर्को कन्ट्री जान्छु। त्यो कन्ट्री चाहिँ तपाईँहरूलाई त्यही बेला नै थाहा हुनेछ। सो आजलाई शुभरात्रि। र मलाई चाहिँ गोफन्डमीमा गङ्गा थापाजीले चाहिँ $74 राखिदिनु भएको छ भने अर्को एकजना दाईले पनि $74 राखिदिनु भएको छ। उहाँहरू दुवैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँहरूले पनि च्यानल सब्सक्राइब गर्न नबिर्सनु होला। र यदि सहयोग गर्न चाहनुहुन्छ भने QR कोड छ र गोफन्डमीमा पनि सहयोग गर्न सक्नुहुन्छ। आजलाई फेरि पनि शुभरात्रि, गुड नाइट।